बाँदरले खाने चिज उतै जङ्गलतिर लगाइदिनु रे। अब किसानले चाहिँ किसानले चाहिँ आफ्नो खेती गर्नु कि बाँदरलाई चाहिँ उता लगाइदिनु होइन। अब त्यस कारणले त्यो चाहिँ छ हो, त्यो कुरा पनि हो, बाँदरलाई लगाइदियो भने। तर अहिले के भएको छ भन्दाखेरि जङ्गल चाहिँ एकदमै बढेको छ। अब गाउँ गाउँमा जाने हो भने सहर बजार जसरी चाहिँ सहर बजारमा चाहिँ घरहरू जनसङ्ख्या बढेको छ, एकदम ह्वात्तै बढेको छ, त्यसरी नै गाउँघरमा चाहिँ जङ्गल चाहिँ ह्वात्तै बढेको छ, ह्वात्तै बढेको छ। पुराना जुन जग्गा जमिनहरू थियो, खेतीपाती गर्थे, त्यो जग्गाहरूमा सबै चाहिँ के अरे जङ्गल भइसक्यो, एकदम ठुल्ठुलो जङ्गल भइसक्यो। अब जङ्गल नभएर बाँदर गाउँमा आएको होइन। जङ्गलमा चाहिँ गाउँ बाँदरले चाहिँ खानेकुराहरू नपाएको पनि होइन। तर कुरा के भयो भन्दाखेरि उनीहरूको जनसङ्ख्या धेरै भयो क्या। अब जनसङ्ख्या ह्वात्तै बढ्यो, जङ्गल बढेपछि उनीहरूको पनि जनसङ्ख्या ह्वात्तै बढ्यो। ह्वात्तै बढेपछि चाहिँ के हो त भन्दाखेरि जसरी सहरमा मान्छेको जनसङ्ख्या ह्वात्तै बढ्यो अनि गाउँघरमा बाँदरको जनसङ्ख्या ह्वात्तै बढ्यो।